तरिकाले समिति बनाउने हो। रासोपालाई हटाएर बाँकी दलहरू बसेर तय गर्नुहोस् र भनिदिनुहोस् यी यस्तो समिति बनाउने भन्नुहोस्, म तयार छु, रासोपा तयार छ। छानबिन समिति मात्र होइन, अन्तर्राष्ट्रिय स्तरको उच्च कोटिको महाविज्ञहरू सम्मिलित छानबिन समिति बनाए पनि मलाई केही पनि आपत्ति छैन, किनकि मैले कुनै अपराध गरेको छैन। अपराध नगरेपछि एक ठाउँमा पनि हल्लिनु पर्दैन, डराउनु पर्दैन। मैले आफ्नो शिर झुकाउनु पर्ने काम गरेको छैन। मेरा मतदाताहरूलाई र सङ्घको पार्टी पङ्क्तिलाई यही भन्न चाहन्छु कि मैले त्यस्तो किसिमको कुनै पनि काम, गलत काम गरेको छैन। म एकपटक पार्टी सभापति पनि नरहेको, पार्टी सदस्य पनि नरहेको, उप प्रधानमन्त्री पनि नरहेको, गृहमन्त्री पनि नरहेको, सांसद पनि नरहेको र नागरिक समेत नरहेर जिरोमा पुगिसकेको मान्छे हुँ। म त्यो जिरोबाट फेरि खरानी टकटकाउँदै फेरि यो सम्मानित सदनमा आएको मान्छे हुँ। मलाई फेरि एकपटक जिरो हुन कुनै पनि आपत्ति छैन। भन्नुहोस् मैले के गर्नु पर्यो? मैले सदन छोड्नु पर्यो कि, मैले मन्त्रालय छोड्नु पर्यो कि, मैले पार्टी छोड्नु पर्यो कि, मैले देश छोड्नु पर्यो? म तयार छु। हामीलाई सहभागी नगराइकन, रासोपाका कुनै पनि नेता सहभागी नगराइकन तपाईँ गर्नुहोस् सहमति। कस्तो बनाउने हो? व्यक्ति केन्द्रित बनाउने कि विषय केन्द्रित बनाउने? आजसम्म जिम्मेवार प्रतिपक्षका रूपमा डुबेका सहकारीहरूको समस्या समाधान गर्नको निमित्त के कस्ता प्रयासहरू गर्नुभयो मैले देख्न पाएको छैन। कहिले एउटा सिंगल प्रमाण भएको भए पनि यसको अर्कै हुन्थ्यो। यो सबै प्रतिवेदन तथ्यका आधारमा बनेको भने तथ्यले के भन्छ भने रवि लामिछानेले कुनै पनि सहकारीबाट पैसा लिएको छैन। यसमा क्लियर छ, त्यो हामीले एकदम स्पष्ट। अब न्याय त सबैलाई चाहिन्छ, हामीलाई पनि चाहिन्छ, मलाई पनि चाहिन्छ। नाति नातिना पुस्ताबाट आएका यी राजनीतिक साथीहरूलाई पनि न्यायको आशा छ, हामीलाई विश्वास छ। उनीहरूलाई लाग्यो अब त यो खेल, फुटबलको खेल जस्तै सिटी बज्यो, अब त सकियो होला खेल भन्ने लागेको होला। प्रतिपक्षी साथीहरूलाई पनि लागेको होला, हामीसँगै रहेका कयौँ साथीहरूलाई पनि लाग्यो होला कि सिटी बज्यो, अब खेल सकियो। म भन्छु सिटी फुटबलमा 3 पटक बन्छ सभामुख महोदय। एउटा खेल सुरु हुँदा, एउटा हाफ टाइममा, एउटा खेल सिद्धिएपछि जुन सिटी अहिले बजेको छ यो खेल सिटी सकिएको सिटी होइन, खेल सुरु भएको सिटी हो। खेल त बल्ल सुरु हुँदैछ।